यतै हो हैन। अस्ति भ्लग बनाउनु भएको थिएन, अब आज यसो भ्लग बनाएको थियो हैन। अब यसो मार्केटतिर निक्लिनु भने चाहिँ हैन, सो हजुरहरूले पनि लाइक सब्सक्राइब यसो हानिदिनुहोस् हैन। भर्खर स्टार्ट गरेर भ्लग बनाउनु पनि हैन, अब यसो मार्केटतिर अब यसो घुम्न निक्लिरहेको छु रातितिर। अब यसो अब भोलि बिहान ड्युटी छ 4 बजीदेखि, अनि त्यही यसो अब यसो मार्केटतिर फलफुल यसो लिनलाई बिहान खानालाई यसो लिन निक्लिरहेको छु। अब यसो मार्केट टाढा त होइन हुन्छ, तर भाइ पनि हिँडिरहेको छ होइन। अब यस्तै हो, हाम्रो यहाँ यस्तै छ होइन। राई कान्छो पुलिसको होइन, मैले अलिक थताइसकेको थिएँ। दुईवटा मात्र हल्ला गरेर देखाएको होला हामी ठ्याक्क मार्केट आइपुग्यो नि होइन। अब यसो मार्केटमा के लिने हेरौँ होइन। अब मार्केटतिर यसो नलो सामान हेरौँ। अब भन्दा पनि यस्तो मार्केट अब हामीहरू यसो मार्केटतिर अब सामान सबै पाउँदैन। यो सानो मार्केट हो, बक्ला हो सानो। अब हामीहरू त ठुलो मार्केट जाउँ भन्दा अब जाने त्यति साह्रो अब टाइम छैन। अनि त्यसो हामीलाई फलफुल अब के लिने हो होइन। यहाँ सबै लिने कान्छ के लाने? अङ्गुर हेरौँ न, अङ्गुर पनि राम्रो छैन यार। रातो लाने हो यो पनि अङ्गुर बनाना भन्छ। बनाना यसलाई त कोला भन्छ होला होइन। बनाना भन्दैन यसलाई त कोला। कुन लाने कान्छ? फल अङ्गुर पनि राम्रो। अङ्गुर त्यहाँ हेर त कान्छ। ए अच्छा वाला अंगूर नहीं है तो तरबूज नहीं निकालना क्या है? हाँ ये वाला है। हमें प्राइस हाँ 4 दिन हाँ ठिकै रहेछ, राम्रै रहेछ यो चाहिँ। फ्रिजमा राखेर छ अलिक राम्रो हेर्न खान्छ। यही राम्रो हेर न, राम्रो हेर न भनेको। यस्तो छ मार्केट होइन। अब यस्तो लिनुपर्ने। अब प्याजको भाउ कति छ होइन? प्याज छ 2.75 रहेछ। यस्तै चाहिँ सेउ सुन्तलाहरू। अब के भन्ने लसुन अदुवा के अदुवा लसुन के लाने? कोला पनि ठिक छैन अरू भन्दा पनि मार्केट आएको यस्तै भयो के भनेर। खान्छ कुदो लाने? यो चाहिँ करेला होइन, करेला। यो भने काँक्रा यस्तो पाउँछ। काँक्रा पनि सब्जी पनि राम्रो छैन यार। फर्सी तर्सी ठिक छैन यार। फलफुल के टमाटर भयो? त्यही भएर हिँडेर मैले बुझेँ। आलु तो अङ्गुर चाहिँ बोकौँ न भने सायद कतितिर आएको छ। त्यो बोकेर हिँडौँ न भनेको एउटा कि सब कुहिन थालेको र चाहिँ यार। राम्रो खालको चाहिँ रहेन अङ्गुर होइन। कान्छ ठिक छैन अङ्गुर। यो सबै 8 रुपियाँ जस्तो कोला लैजाउँ न। कोला खाऊँ कोला प्लास्टिक कस्तो कचरा अङ्गुर रहेछ। अङ्गुर खाऊँ भनेर त पुरा बेगिसकेको अङ्गुर रहेछ। त्यो प्लास्टिक पनि दाम त आउँदैन हेर्नु। अब म चाहिँ कोला लिन आँटेँ। आज भ्लग यति